केही दिन अघिसम्म नि हामीले कक्रोच वा साङ्लो भन्दाखेरि हाम्रो दिमागमा त्यही फोहोर अँध्यारो कुना र एकदमै घिनलाग्दो किरा मात्र आउँथ्यो, होइन र? हो नि, एकदमै कसलाई पो मन पर्छ र साङ्लो। ठ्याक्कै। तर आज हाम्रो अगाडि विभिन्न समाचारका लेखहरू छन्, एक्स अर्थात् पहिलेको ट्विटरका ट्रेन्डहरू छन् र एउटा के भन्छ अनौठो भर्चुअल पार्टीको आधिकारिक घोषणा पत्रको चाङ नै छ। साँच्चै भन्नुपर्दा यो एकदमै अनपेक्षित कुरा हो। हो त नि। यी स्रोतहरूले के देखाउँछन् भने एउटा सामान्य मजाक वा व्यङ्ग्य रातारात कसरी भारतको सबैभन्दा ठूलो डिजिटल राजनीतिक आन्दोलन बन्न सक्छ। यस विस्तृत विश्लेषणमा स्वागत छ। आज हामी कक्रोच जनता पार्टी अर्थात् सीजेपीको भित्री पाटो खोतल्नेछौँ र यो बुझ्ने प्रयास गर्नेछौँ कि कसरी एउटा इन्टरनेट मिमले राजनीतिको मूलधारलाई नै हल्लाइदिन सक्छ। तर अगाडि बढ्नु अघि नि म एउटा कुरा प्रष्ट पारिहालौँ है। हुन्छ, भन्नुस् न। आजको हाम्रो यो स्रोत सामग्रीमा अलि राजनीतिक विषयवस्तु र विभिन्न दलका विचारहरू समावेश छन्। तर हामी कुनै पनि राजनीतिक पक्ष, चाहे त्यो वामपन्थी होस् वा दक्षिणपन्थी, त्यसको समर्थन गर्दैनौँ। हाम्रो उद्देश्य केवल स्रोत सामग्रीमा उल्लेख गरिएका तथ्य र विचारहरूलाई निष्पक्ष रूपमा विश्लेषण गर्नु मात्र हो। मतलब यसको पछाडिको मनोविज्ञान बुझ्नु र एउटा भाइरल ट्रेन्डको सामाजिक प्रभावलाई केलाउनु हाम्रो मुख्य काम हो। एकदम सही कुरा। ल यसलाई अलि खोतलेर हेरौँ न त। यो कथाको सुरुवात कहाँबाट भयो त? खासमा यसको जरा भारतको सर्वोच्च अदालतको एउटा सुनवाईसम्म पुग्छ क्या। त्यो प्रधान न्यायाधीशको अभिव्यक्तिवाला घटना होइन? हो नि। प्रधान न्यायाधीश सूर्यकान्तले नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एउटा निकै गम्भीर मुद्दाको सुनवाई गरिरहनु भएको थियो। नक्कली डिग्री लिएर जागिर खानेहरूका कारण समाजमा परेको असरको विषयमा बहस हुँदै थियो त्यहाँ। त्यसै क्रममा उहाँले एउटा विवादास्पद अभिव्यक्ति दिनुभयो। उहाँले के भन्नुभयो भने रोजगारी नपाएका वा पेसामा स्थान नबनाएका युवाहरू साङ्लो जस्तै हुन्छन्। उनीहरूमध्ये कोही सामाजिक सञ्जालमा लाग्छन्, कोही आरटीआई अर्थात् सूचनाको हक प्रयोग गरेर सूचना माग्ने अभियन्ता बन्छन् र सबैलाई आक्रमण गर्न थाल्छन्। ओहो, यहाँनिर नै हामीले अलिकति सन्दर्भ बुझ्न जरुरी छ। न्यायपालिका जस्तो गरिमामय संस्थाको उच्च पदमा बसेको व्यक्तिबाट साङ्लो जस्तो शब्द आउनु आफैमा एउटा ठूलो धक्का थियो। तर भोलिपल्टै प्रधान न्यायाधीशले आफ्नो भनाइको स्पष्टीकरण दिनुभएको थियो नि। स्पष्टीकरण त आएको थियो। उहाँले आफ्नो भनाइले अपव्याख्या गरिएको त्यो केवल नक्कली डिग्री लिएर अरूलाई दुःख दिनेहरूप्रति मात्र लक्षित रहेको कुरा प्रष्ट पार्नुभयो। उहाँले त इमान्दार युवाहरूलाई देश विकासको मेरुदण्ड नै मान्छु भन्नुभएको थियो। कानूनी र औपचारिक प्रक्रियाको दृष्टिकोणबाट हेर्दा त स्पष्टीकरण आइसकेपछि कुरा त्यहीँ सकिनुपर्ने हो नि, होइन र? तर कुरा त्यहाँ सकिएन क्या। इन्टरनेटको दुनियाँले त्यो औपचारिक स्पष्टीकरण र कानूनी भाषालाई पर्खिएन। हो त नि, इन्टरनेटको गति नै बेग्लै हुन्छ। यो त ठ्याक्कै त्यस्तै भयो जस्तो भनौँ न, कुनै स्कुलको प्रिन्सिपलले एउटा पुरै कक्षाका विद्यार्थीहरूलाई गाली गर्छन्, तर विद्यार्थीहरू डराउनु वा माफी माग्नुको सट्टा त्यही गालीलाई आफ्नो समूहको मास्केट वा गौरवको प्रतीक बनाउँछन्। युवाहरूले पनि त्यो अपमानलाई आफ्नो हतियार बनाए। उनीहरूले पक्कै पनि सोचे होलान्, ठिक छ, यदि प्रणालीले हामीलाई साङ्लो भन्छ भने हामी साङ्लो नै बनेर देखाउँछौँ। ठ्याक्कै त्यही। हेर्नुस्, यो मानव मनोविज्ञान र समाजशास्त्रको एउटा अचम्मको पाटो हो क्या। जब कुनै ठूलो संस्था वा शक्तिशाली व्यक्तिले कुनै सीमान्तीकृत वा निराशा समूहलाई होच्याउन एउटा शब्द प्रयोग गर्छ, त्यो समूहले उल्टै त्यो शब्दलाई रिक्लेम गर्छ। रिक्लेम भन्नाले त्यसलाई आफ्नै पहिचान बनाउने होइन? एकदम। त्यसलाई आफ्नो पहिचान बनाएर संस्थालाई नै चुनौती दिन्छ। इतिहासमा यस्ता धेरै उदाहरणहरू छन् जहाँ अपमानजनक शब्दहरूलाई आन्दोलनकारीहरूले आफ्नो शक्तिको प्रतीक बनाएका छन्। तर यहाँ विचारणीय कुरा अर्कै छ। के कुरा नि? यो असन्तुष्टि सडकको नारा नबनी कसरी एउटा सङ्गठित डिजिटल पार्टीको रूपमा परिणत भयो। अदालतको एउटा सानो विम वा मेटाफोर कसरी कक्रोच जनता पार्टी बन्न पुग्यो त? हो, यहीँनिर एकजना व्यक्तिको प्रवेश हुन्छ, अभिजित दीपके। उनी बोस्टन युनिभर्सिटीमा पब्लिक रिलेसन अर्थात् जनसम्पर्क पढिरहेका 30 वर्षीय पूर्व राजनीतिक सोशल मिडिया रणनीतिकार हुन्। सोशल मिडिया रणनीतिकार भनेपछि उनलाई यो गेम राम्ररी थाहा थियो। हो त नि। उनले एक्समा एउटा सामान्य मजाकको रूपमा गुगल फर्म बनाए अनि उनले भारतका ती साङ्लोहरूलाई एकजुट हुन आह्वान गरे। अनि त्यसपछिको नतिजाले त सामाजिक सञ्जालका ठूला विश्लेषकहरूलाई समेत चकित पार्यो नि।
प्रज्ञाङ्क हेर्ने हो भने त जो कोहीलाई विश्वास गर्न गाह्रो हुन्छ क्या। केही दिनमै 1 लाखभन्दा बढी मानिसहरूले त्यो गुगल फर्म भरेर आधिकारिक रूपमा पार्टीको सदस्यको रूपमा दर्ता भए। 1 लाख? त्यो पनि केही दिनमै? इन्स्टाग्राम र एक्समा त रातारात लाखौं फलोअर्स बढे नि। उनीहरूको इन्गेजमेन्ट रेट अर्थात् पोस्टहरूमा आउने लाइक, शेयर र कमेन्टको सङ्ख्या यति धेरै थियो कि भारतका वर्षौं पुराना स्थापित राजनीतिक दलहरू पनि पछाडि परे। ठ्याक्कै अर्बौं बजेट भएको ठूला दलहरूको डिजिटल उपस्थिति समेत यसको अगाडि पुरै फिक्का पर्न थाल्यो क्या। यहाँ सबभन्दा रोचक कुरा के छ भने नि, यो अभियानको पुरै स्वरूप इन्टरनेटको क्रोनिकल्ली अनलाइन पुस्ताको शैलीमा आधारित छ। एकछिन यो क्रोनिकली अनलाइन भनेको अलि प्रष्ट पारिदिनुहोस् न। सुन्दा त कुनै गम्भीर रोगको नाम जस्तो पो सुनिन्छ त। सुन्न त्यस्तै लाग्छ, तर यसलाई इन्टरनेटको भाषामा प्रयोग गरिने एउटा विशेष शब्दावली मान्न सकिन्छ। क्रोनिकल्ली अनलाइन अर्थात् यस्तो पुस्ता जसले आफ्नो सम्पूर्ण दिन इन्टरनेटमा बिताउँछ। 24 घण्टा फोनमा झुन्डिने पुस्ता हो, र उनीहरू आफ्नो दुःख, निराशा वा राजनीतिक आक्रोशलाई लामो र पट्यारलाग्दो भाषणबाट होइन, एउटा छोटो, रमाइलो र तीखो व्यङ्ग्य अर्थात् मीम मार्फत व्यक्त गर्छन्। उनीहरूको भाषा नै डार्क ह्युमर हो। मतलब समाजको एकदमै गम्भीर र निराशाजनक यथार्थमाथि गरिएको तीखो व्यङ्ग्य। एकदमै। र उनीहरूले यो पार्टीको सौन्दर्य र ब्रान्डिङलाई पनि त्यही अनुसार ढालेका छन्। जस्तै उनीहरूको चुनाव चिन्ह नै हेर्नुहोस् न, मोबाइल फोन। आहा, आजको युवा पुस्ताको हातमा 24 घण्टा हुने साधन। योभन्दा सान्दर्भिक अरू के हुन सक्छ र? अनि उनीहरूको नारा नि? नारा त झन् कमालको छ क्या। धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी। अल्छी? सुन्दै अचम्म लाग्छ। हो नि, सेक्युलर, सोशलिस्ट, डेमोक्रेटिक, लेजी। यो अल्छी शब्दलाई उनीहरूले कति चलाखीपूर्ण तरिकाले आफ्नो नारामा राखेका छन् क्या। आफूलाई अल्छी भनेर उनीहरूले प्रणालीले युवाहरूलाई लगाउने आरोपमाथि नै कडा व्यङ्ग्य गरिरहेका छन्। साँच्चै बुद्धिमानी काम हो यो। अनि उनीहरूको एन्थम वा पार्टी गीत सुन्नुभएको छ तपाईँले? के हो, एआईले बनाएको गीत होइन? हो, एआईद्वारा बनाइएको त्यो भाइरल गीत जसको शब्द छ, हामी कक्रोच पार्टी हौं, हामी जल्दै गरेको सहरका सन्तान हौं। यो सुन्दा रमाइलो लागे पनि यसले निकै गहिरो अर्थ बोकेको छ नि। मलाई पनि त्यस्तै लाग्छ। त्यो गीतको शब्दले केवल मजाक मात्र गरिरहेको छैन क्या। अनि के भन्न खोजेको त? जल्दै गरेको सहरका सन्तान भन्नुको अर्थ उनीहरूले आफूलाई एउटा बिग्रिएको, भ्रष्ट र अवसरहरू खोसिएको प्रणालीको उत्पादनको रूपमा हेरिरहेका छन्। उनीहरू भनिरहेका छन् कि तिमीहरूले बनाएको यो अस्तव्यस्त व्यवस्थामा हुर्किएका हामीहरू हौं। ओहो, यहाँनिर कुरा साँच्चै चाखलाग्दो बन्छ क्या। बाहिरबाट हेर्दा यो सबै कुरा एउटा मीम जस्तो मात्रै देखिन्छ, तर जब उनीहरूको आधिकारिक घोषणापत्र हेरिन्छ नि, त्यो त कुनै ट्रोजन हर्स जस्तो छ होइन? हो नि, ऐतिहासिक ट्रोजन हर्स जस्तो पो लाग्छ। जस्तो कि बाहिरबाट हेर्दा काठको सामान्य र आकर्षक घोडा, तर त्यसभित्र लुकेका छन् एकदमै गम्भीर हतियारहरू। डिजिटल कचरा र मजाकको आवरणमा उनीहरूले अल्गोरिदमलाई झुक्क्याएर एकदमै गम्भीर र संरचनात्मक मागहरू अगाडि सारेका छन् नि त। ठ्याक्कै त्यही हो यसको संयन्त्र। सामाजिक सञ्जालको अल्गोरिदमले सधैँ मनोरञ्जन र हाँसोलाई बढावा दिन्छ क्या, गम्भीर राजनीतिक बहसलाई होइन। अल्गोरिदमलाई त भाइरल कन्टेन्ट चाहियो। त्यसैले उनीहरूले आफ्ना गम्भीर मागहरूलाई मजाकको खोल ओढाए। ल अब उनीहरूको त्यो 5 बुन्दे घोषणापत्रलाई नै अलि विस्तृत रूपमा हेरौँ न त। हुन्छ। उनीहरूको पहिलो माग छ न्यायिक पारदर्शिता। उनीहरूले न्यायपालिकाको पूर्ण स्वतन्त्रताको माग गरेका छन्, जसमा प्रधान न्यायाधीशहरूलाई अवकाशपछि दिइने राजनीतिक नियुक्ति वा राज्यसभाको सिटमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने कुरा उल्लेख छ। बफरे, यो त एकदमै प्रत्यक्ष र कडा प्रहार हो नि। हो नि। हामीले यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्ने हो भने यो मागले सिधै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट अर्थात् स्वार्थको टकरावको मुद्दालाई छोएको छ। मैले बुझेँ। जब कुनै न्यायाधीशलाई अवकाशपछि आकर्षक राजनीतिक पद मिल्ने सम्भावना हुन्छ, तब उहाँका फैसलाहरू प्रभावित हुन सक्छन् भन्ने आम नागरिकको डर हुन्छ नि त। न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र हुनुपर्छ भन्ने यति गम्भीर सैद्धान्तिक कुरालाई युवाहरूले एउटा इन्टरनेट जोक मार्फत उठाइरहेका छन्। साँच्चै मान्नै पर्छ यिनीहरूको दिमागलाई। अनि दोस्रो माग अझै कडा छ क्या। के छ दोस्रो माग?
दलबदल विरुद्धको सजाय। आफ्नो मूल पार्टी त्यागेर जाने सांसद वा विधायकलाई सार्वजनिक पद र चुनावमा 20 वर्षको प्रतिबन्ध लगाउने कुरा गरेका छन्। 20 वर्ष? त्यो त पुरै राजनीतिक करियरै सिद्धिने कुरा भयो। हो नि, आजभोलि चुनाव जित्ने एउटा पार्टीबाट अनि भोलिपल्टै मन्त्री बन्नु वा सत्ताको फाइदा लिन अर्को पार्टीमा जाने जुन परिपाटी छ नि, त्यसले मतदाताको भोटको पुरै अपमान गरेको छ क्या। यो मागले त्यही अवसरवादमाथि सिधै प्रहार गरेको छ। त्यसै हेरी तेस्रो मागले लैङ्गिक प्रतिनिधित्वको कुरा गर्छ। महिला आरक्षणको कुरा। उनीहरूले संसदको कुल सीट संख्या नबढाइकन मन्त्री परिषद र संसदमा महिलाहरूका लागि 50% सीट आरक्षित गर्नुपर्ने भनेका छन्। यसले के देखाउँछ भने यो समूह केवल बेरोजगार भएर आक्रोशित मात्र छैन, समाज समावेशी हुनुपर्छ भन्ने कुरामा पनि उनीहरूको स्पष्ट भिजन छ, होइन त? एकदम। चौथो मागमा मतदाताको अधिकार सुरक्षाको कुरा छ। चुनावको बेला वैध नागरिकको भोट काटिएको पाइएमा निर्वाचन अधिकारीलाई कडा कानून अन्तर्गत तत्काल पक्राउ र कारबाही हुनुपर्ने उनीहरूको माग छ। अनि पाँचौं तथा अन्तिम माग भनेको विद्यार्थी र परीक्षा कल्याणसँग सम्बन्धित छ। र मलाई लाग्छ नि, यो मागले सबैभन्दा धेरै युवाहरूको मन छोएको हुनुपर्छ। पक्कै पनि त्यो नीट परीक्षाको कुरा होला। हो, नीट जस्ता ठूला परीक्षाहरूको प्रश्नपत्र चुहावट हुने समस्याको संस्थागत जवाबदेहिता खोजिएको छ यसमा। साथै सीबीएसईले लिने महँगो रिचेकिङ अर्थात् पुनः जाँच शुल्क तत्काल खारेज गर्नुपर्ने माग पनि छ। यो त एकदमै गम्भीर समस्या हो भारतमा। एकछिन सोचौं त, नीट भनेको मेडिकल पढ्न चाहने लाखौं विद्यार्थीहरूले दिने परीक्षा हो नि। मानिसहरू वर्षौं लगाएर रात दिन नसुती पढ्छन्, लाखौं रुपैयाँ खर्च गरेर कोचिङ धाउँछन्, तर परीक्षा दिएर निस्किदा थाहा हुन्छ कि प्रश्नपत्र त पहिल्यै चुहावट भइसकेको थियो। यसले विद्यार्थीको मनोविज्ञानमा कति गहिरो आघात पुर्याउँछ होला। एकदम सही विश्लेषण गर्नुभयो। परीक्षा दिने तर पछि प्रश्नपत्र चुहावट भयो भनेर परीक्षा नै रद्द हुँदा वा धाँधली हुँदा नि एउटा विद्यार्थीको वर्षौंको मेहनत मात्र खेर जाँदैन क्या। अनि के हुन्छ त? उसको यो प्रणालीप्रतिको विश्वास नै सधैँका लागि टुट्छ। अनि त्यो महँगो पुनर्जाँच शुल्कले त झन्न विद्यार्थीलाई तिमीले प्रश्न उठाउनै पाउँदैनौ भनेर तर्साउने काम गरेको छ नि त। तर एकछिन पख्नुस् है, म यहाँ एउटा प्रश्न उठाउन चाहन्छु। भन्नुस् न। यी 5वटा मागहरू सुन्दा जति राम्रा छन् नि, के व्यवहारमा यी लागू गर्न सम्भव छ त? यो एकदमै जायज प्रश्न हो। एउटा मेम पार्टी जसको भौतिक अस्तित्व नै छैन, जसले चुनाव लड्ने हो कि होइन टुङ्गो छैन, त्यसले दलबदल गर्नेलाई 20 वर्षे प्रतिबन्ध लगाउने कानून कसरी पास गराउन सक्छ र? के यो केवल इन्टरनेटको हवाई गफ मात्र होइन र? हेर्नुहोस्, राजनीतिक विज्ञानमा एउटा अवधारणा छ जसलाई ओभरटर्न विन्डो भनिन्छ। ओभरटर्न विन्डो? यो भनेको के हो नि? यसको अर्थ हो समाजमा कुनै पनि समयमा राजनीतिक रूपमा स्वीकार्य विचारहरूको दायरा। सीजेपीको मुख्य उद्देश्य भोलि नै गएर संसदमा कानून पास गराउनु होइन क्या। अनि के हो त? उनीहरूको उद्देश्य भनेको त्यो ओभरटर्न विन्डोलाई सार्नु हो। जब लाखौं युवाहरूले एकसाथ 20 वर्षे प्रतिबन्धको कुरा गर्छन् नि, तब मूलधारका राजनीतिक दलहरू पनि यो विषयमा बोल्न बाध्य हुन्छन्। मतलब बहसको विषय नै परिवर्तन गरिदिने? ठ्याक्कै। उनीहरूले आफ्ना मागहरूलाई गेमिफिकेसन गरेका छन्, अर्थात् राजनीतिक बहसलाई एउटा खेल वा ट्रेन्ड जस्तो बनाएर मानिसहरूको ध्यान खिचेका छन्। र त्यो ध्यान खिच्ने कुरा कतिसम्म सफल भयो भने नि, यो आन्दोलन मीम पेजको घेरा तोडेर मुख्यधारको राजनीतिमा जोडियो क्या। नेताहरू पनि बोल्न थाले। मूलधारका ठूला राजनीतिज्ञहरूको यसमा प्रवेश हुन थाल्यो। जस्तै टीएमसी की सांसद मौवा मोइत्रा। उहाँले के भन्नुभयो र? उनले सामाजिक सञ्जालमा रमाइलो गर्दै आफ्नो वर्तमान राजनीतिक दलसँगै यस प्लेटफर्ममा जोडिने इच्छा व्यक्त गरिन्। अनि सीजेपीले पनि निकै चालाकीपूर्ण तरिकाले उनलाई लोकतन्त्रलाई चाहिने लडाकु भन्दै स्वागत गर्यो नि। ओहो, त्यति मात्र होइन नि, अर्का टीएमसी सांसद कीर्ति आजादले त यो पार्टीमा जोडिन के योग्यता चाहिन्छ भनेर सोधेका थिए क्या रे। हो, अनि सीजेपीको तर्फबाट दिएको जवाब त झनै भाइरल भयो नि। के थियो त्यो जवाफ? उनीहरूले भने सन् 1983 को क्रिकेट विश्वकप जितेको हुनु नै पर्याप्त योग्यता हो।
आहा, हामीलाई थाहा छ कि कीर्ति आजाद 83को विश्वकप जित्ने भारतीय टोलीका सदस्य थिए। यो स्मार्ट र हास्ययुक्त अन्तर्क्रियाले उनीहरूको डिजिटल उपस्थितिलाई अझ बलियो बनायो र उनीहरूलाई एउटा बौद्धिक समूहको रूपमा चिनायो नि। तर कुरा त्यहाँ मात्र रोकिएन क्या। समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले यसलाई अझै फरक र रणनीतिक रूपमा प्रयोग गरे नि त। कसरी? उनले क्षेत्रीय चुनाव अघि बीजेपी बनाम सीजीपी भनेर ट्विट नै गरे। यसले सत्तारूढ दल विरुद्ध युवाहरूको व्यङ्ग्यलाई एउटा ठूलो राजनीतिक हतियारको रूपमा स्थापित गरिदियो क्या। यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ। नेताहरू सधैँ जनताको नाडी छाम्ने र अवसरको खोजीमा हुन्छन् नि। फाइदा उठाउन त माहिर हुन्छन्। जब अखिलेश यादव जस्ता ठूला नेताले यसलाई कोअप्ट गर्छन्, अर्थात् आफ्नो पक्षमा ढल्काउन खोज्छन्, तब उनीहरूले युवाहरूको यो एन्टी इस्ट्याब्लिसमेन्ट वा सत्ता विरोधी आक्रोशलाई भोटमा परिणत गर्न खोजेको प्रष्ट हुन्छ। तर मेरो विचारमा नि के यसले आन्दोलनलाई बिगार्दैन र? कसरी? जुन आन्दोलन पूर्ण रूपमा सत्ता विरोधी थियो, जहाँ युवाहरूले सबै दलका नेताहरूलाई प्रश्न गरिरहेका थिए, जब तिनै मूलधारका नेताहरू त्यसमा मिसिन्छन्, त्यसको मौलिकता त मर्छ नि होइन र? के यो आन्दोलन हाइज्याक भएको होइन? यहाँनिर हामीले एकदमै सन्तुलित भएर हेर्नुपर्छ है। स्रोत सामग्रीहरूले देखाए अनुसार कतिपय आलोचकहरूले यो अभियानलाई लिएर गम्भीर प्रश्नहरू पनि उठाएका छन्। उनीहरूले यसलाई स्ल्याक्टिभिजमको संज्ञा दिएका छन्। स्ल्याक्टिभिजम यो फेरि कस्तो शब्द हो? यो स्ल्याकर अर्थात् अल्छी र एक्टिभिजम अर्थात् सक्रियता मिलेर बनेको शब्द हो क्या। अल्छीहरूको सक्रियता हो। यसको अर्थ हुन्छ इन्टरनेटमा एउटा गुगल फर्म भर्ने र मिम सेयर गर्ने कामले मानिसहरूलाई मैले क्रान्ति गरेँ, मैले आफ्नो दायित्व पूरा गरेँ भन्ने मनोवैज्ञानिक सन्तुष्टि त दिन्छ, तर जमिनमा वा सडकमा कुनै वास्तविक परिवर्तन हुँदैन। कुरा त सही हो। आलोचकहरूको तर्क छ कि यस्तो डिजिटल सक्रियताले युवाहरूलाई सडकको वास्तविक राजनीतिक सङ्गठन र सङ्घर्षबाट टाढा लैजान्छ। जब अखिलेश यादव वा अन्य नेताहरू यसमा जोडिन्छन्, तब यो केवल एउटा चुनावी प्रोपागान्डा जस्तो मात्र बन्न पुग्ने खतरा हुन्छ नि। यो एकदमै महत्त्वपूर्ण पाटो हो। एकातिर यसले लाखौँलाई जोडेको छ, तर अर्कोतिर यसले जमिनको वास्तविकतालाई व्यवस्था गरेको हुन सक्छ। जे भए पनि यसले राजनीतिक सक्रियताको एउटा नयाँ मोडल भने पक्कै खडा गरेको छ नि त। पहिले मानिसहरू सडकमा गएर नारा लगाउँथे, जुनुस गर्थे, तर अहिले विरोधको स्वरूप फर्किएको छ क्या। हो नि। यसलाई हामी समाजशास्त्रको भाषामा सहभागितामूलक व्यङ्ग्य वा पार्टिसिपेटरी सटायर भन्न सक्छौं। सहभागितामूलक व्यङ्ग्य? परम्परागत रूपमा हेर्ने हो भने नागरिकहरू राजनीतिक व्यङ्ग्यका केवल निष्क्रिय उपभोक्ता हुन्थे क्या। कसैले पत्रिकामा कार्टुन बनाउँथ्यो, कसैले व्यङ्ग्य लेख्थ्यो, टेलिभिजनमा प्रहसन हुन्थ्यो र मानिसहरू त्यो हेरेर वा पढेर हाँस्थे। हो त नि। नागरिकको काम 5 वर्षमा एकपटक भोट हाल्ने र बाँकी समय पत्रिका पढेर हाँस्ने मात्र हुन्थ्यो। तर अब अवस्था पुरै फेरिएको छ नि। कसरी फेरियो त? अब उनीहरू त्यो व्यङ्ग्यको एउटा हिस्सा नै बन्न थालेका छन्। उनीहरू आफै मिम बनाउँछन्, आफै जोक सिर्जना गर्छन्, सेयर गर्छन् र त्यो भर्चुअल पार्टीको सदस्य बन्छन्। एक्टिभ पार्टिसिपेसन भयो। नै राजनीतिक विरोध गर्नु हो भन्ने नयाँ भाष्य निर्माण भएको छ। विरोध प्रदर्शनलाई नै एउटा खेल वा गेम जस्तो बनाइएको छ, जसमा सबैले भाग लिन सक्छन्। यो कुराले मलाई यो पार्टीका संस्थापक अभिजित दिप्केको एउटा भनाइ याद दिलायो क्या। के भन्नुभएको थियो उहाँले? उनले एउटा अन्तर्वार्तामा भनेका थिए, कक्रोचहरू सधैँ फोहोर र सडेको ठाउँमा मात्र बस्छन्। यसको अर्थ हाम्रो देशको प्रणाली यति कुहिएको छ, यति धेरै फोहोर जमेको छ कि अब कक्रोचहरू बाहिर निस्कन बाध्य भएका छन्। ओहो। यो सुन्दा जति डरलाग्दो लाग्छ नि, त्यति नै समाजको कटु सत्य पनि हो क्या। दिप्केको यो भनाइले नि प्रणालीगत विफलतालाई एकदमै गहिरो रूपमा सङ्केत गर्छ। कसरी? जब युवाहरूले परम्परागत तरिकाले आफ्ना कुरा राख्दा सुनुवाई हुँदैन, जब उनीहरूले प्रणालीबाट न्याय पाउँदैनन्, परीक्षाको पेपर लिक हुन्छ तर कारबाही हुँदैन, तब उनीहरूले विरोधको यो नयाँ र अलि फरक बाटो रोज्न बाध्य हुन्छन्। यो कक्रोच पार्टीले भोलि गएर साँच्चीकै चुनावै लडोस् वा केही महिनापछि इन्टरनेटको गर्तमा हराएर जाओस्। यसले एउटा कुरा भने स्पष्ट रूपमा प्रमाणित गरिदिएको छ। के कुरा प्रमाणित गरिदियो त? परम्परागत विरोधका स्वरूपहरूलाई, जस्तै सडक आन्दोलन, जुलुस वा लेख रचनाहरूलाई सत्ता वा प्रहरी प्रशासनले सजिलै नियन्त्रण गर्न, दबाउन वा सेन्सर गर्न सक्छ। तर एउटा भाइरल मिमलाई दबाउन कुनै पनि सरकार वा प्रहरीको बसको कुरा होइन नि त।
एकदम सत्य कुरा। यसले देखायो कि मीम कसरी आजको समयमा राजनीतिक जवाफदेहिता खोज्ने र सत्तालाई प्रश्न गर्ने सबैभन्दा शक्तिशाली हतियार बन्न सक्छ। अल्गारिदमको यो युगमा हाँसो र व्यङ्ग्यलाई सेन्सर गर्न असम्भव जस्तै छ। यी सबै कुराहरूलाई जोडेर हेर्दा एउटा ठूलो र गम्भीर प्रश्न हाम्रो अगाडि आउँछ के? कस्तो प्रश्न? यदि एउटा साधारण इन्टरनेट मीमले, एउटा गुगल फर्मले कुनै पनि परम्परागत राजनीतिक अभियानभन्दा छिटो 1 लाख मानिसलाई एकजुट गर्न सक्छ र देशका ठूला नेताहरूलाई त्यसमा प्रतिक्रिया दिन बाध्य बनाउन सक्छ भने हाम्रो लोकतन्त्रको भविष्य कता जाँदैछ? निकै गहिरो प्रश्न हो यो। के यो सम्भव छ कि आउने दशकको सबैभन्दा ठूलो र प्रभावकारी राजनीतिक क्रान्ति सडकको नारा वा ठूला राजनीतिक पार्टीका घोषणापत्रबाट होइन, तर कसैको बेडरुमबाट गरिएको एउटा साधारण सिट पोस्ट अर्थात् इन्टरनेटमा गरिने उद्देश्यहीन तर गहिरो अर्थ बोक्ने व्यङ्ग्यबाट सुरु हुनेछ? सोच्न बाध्य बनाउने कुरा हो यो, पक्कै पनि। यो यस्तो प्रश्न हो जसले हामी सबैलाई परम्परागत राजनीतिको परिभाषा नै बदल्न सोच्न बाध्य बनाउँछ। आजको लागि हाम्रो यो गहिरो विश्लेषण यति नै। सुन्नुभएकोमा धेरै धेरै धन्यवाद।